नेपाली विद्यार्थी भाइ-बहिनीहरूका लागि इन्जिनियरिङको बेस्ट चोइस भनेको बेङ्गलोर नै रहिरहेको छ। यो सम्बन्धी कुरा गर्न आज हामीसँग अत्रिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्टरनेसनल एडमिसन हेड सजना म्याम हुनुहुन्छ। हेलो म्याम। नमस्ते। नमस्ते म्याम। आज हामी चाहिँ नेपाली विद्यार्थी भाइ-बहिनीहरूलाई इन्डियामा र बेङ्गलोरमा गएर पढ्दै गर्दा हुने मेन 2टा 3टा क्वेरिजको बारेमा कुरा गर्न चाहँदैछु त म्याम। मेनली चाहिँ हाम्रो अत्रिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा म्याम ब्याचलर अफ इन्जिनियरिङ अन्तर्गत चाहिँ कुन प्रोग्रामहरू पढाइ हुन्छ? एट्रिया इन्स्टिट्युट अफ टेक्नोलोजी बेङ्गलोरमा चाहिँ अहिले चाहिँ 9वटा युजी कोर्सेसहरू अन्डर ग्रेजुएट कोर्सेसहरू छन्। जसमा चाहिँ अब कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ भइहाल्यो, आर्टिफिसियल इन्टेलिजेन्स एन्ड मेसिन लर्निङ, कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विथ डेटा साइन्स, इन्फर्मेसन साइन्स एन्ड इन्जिनियरिङ जुन चाहिँ हामी यहाँ नेपालमा आइटी भन्छौँ होइन। त्यसपछि हाम्रो रोबोटिक्स एन्ड अटोमेसन, सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ र हाम्रोमा अहिले क्वान्टम टेक्नोलोजिज पनि छ। क्वान्टम टेक्नोलोजिज चाहिँ धेरै ठाउँमा धेरै युनिभर्सिटिज कलेजेसहरूमा पढाइ हुँदैन, तर वी आर फर्चुनेट इनफ टु ह्याभ क्वान्टम टेक्नोलोजिज अल्सो इन एट्रिया इन्स्टिट्युट अफ टेक्नोलोजी। ओके म्याम। अनि यो कलेजको चाहिँ हाम्रो एक्रिडेसन र ऱ्याङ्किङहरूको बारेमा नि थोरै बताइदिनु न। एट्रिया इन्स्टिट्युट अफ टेक्नोलोजी चाहिँ हाम्रो यो 25 इयर्स ओल्ड पुरानो एकदम राम्रो भिटियुसँग एफिलिएटेड विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीसँग एफिलिएटेड इन्स्टिट्युट हो होइन। हाम्रो चाहिँ न्याकबाट नेसनल असेसमेन्ट र एक्रिडेसन काउन्सिलबाट चाहिँ A++ ग्रेड एक्रिडिटेड कलेज हो। अनि हाम्रो सबै कोर्सेसहरू नेसनल बोर्ड अफ एक्रिडेसनबाट पनि एक्रिडिटेड छन्। र भिटियुसँग एफिलिएटेड कलेज भएको भएर भिटियु चाहिँ नेपाल इन्जिनियरिङ काउन्सिलमा पनि लिस्टेड भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो नेपाली भाइ बहिनीहरूले इन्जिनियरिङ हाम्रो कलेजमा बेङ्गलोरमा पढेर भिटियुको डिग्री लिनुभएको छ भने अम, नेपालमा आएपछि इक्विभ्यालेन्स गर्न पनि केही प्रब्लम हुँदैन, राम्रोसँग सजिलैसँग उहाँहरूले लाइसेन्स लिन सक्नुहुन्छ।